आदरणीय भगवत प्रेम रामचन्द्र भगवानलाई के अन्तिम इच्छा छ भने भन्दा भगवान रामचन्द्र भन्नुहुन्छ लक्ष्मण र भरत मेरा दुई भुजा हुन्, कौशल्या र कैकेयी मेरा प्रिय आमाहरू हुन्, सीता अनि सबभन्दा मेरा प्रिय भक्त हनुमान, यिनैलाई म याद गर्छु। म चाहिँ एक क्षत्रिय हुँ, तिम्रो त्यो धम्कीले के गरौँ, आज मेरो त्रिलोक विजेता भगवान श्री रामचन्द्र आज एउटा यस्तो विवश मोडमा हुनुहुन्छ। आफ्नो मायाले भगवानले चाहे यो सबै सृष्टि नाश गर्न सक्छन्, तर आफ्नो मायाले विवश छन्। हनुमान
सही रावणको वध गरेर आफ्नो छोरा मकरध्वजलाई पातालको राज्य दिएर पुरुषोत्तम भगवान राम र लक्ष्मणलाई आफ्नो काँधमा बोकेर लैजाँदै हुनु मकरध्वजलाई राज्य दिँदै मकरध्वजको राज्याभिषेक गर्दै हुनुहुन्छ पवन पुत्र हनुमान आफ्नो छोराको। छोरालाई सम्झाउँछन्, हे छोरा जहिले पनि भगवानको नाम स्मरण गरेर बस्नु, आफ्ना प्रजाहरूलाई सुख दिनु भनी पातालको राज्य दिएर राम लक्ष्मणलाई लिएर जाँदैछन्। श्री रामचंद्र जी को लखनलाल को जगत जननी सिया माता की
पनि मास्टरज्यू एउटा मिठो गीत सुनाउनु भयो। अब रावणको दरबारमा दूतको प्रवेश। दूत जंगी जवानों वीर जवानों आओ डर न लाओ भक्त घुमाओ डर न लाओ फिर क्या पाओ आओ दोनों जंगी जवानों मेरे दोनों जंगी जवानों आओ भक्त घुमाओ डर न लाओ भक्त घुमाओ डर न लाओ रणधीरो या कभी दल को खाओ पकड़ पकड़ कर अक्षर करगा हमारे दादो जंगी जवानों हमारे दादो जंगी जवान वीर जवानों उठो दो एक भी जिंदा। छोड़ो एक भी जिंदा। न छोड़ो एक भी जिंदा न छोड़ो एक भी जिंदा समर में मैं और बंदर छोड़ो एक भी न छोड़ो एक भी मर मैं और बंदर सब अरमां रहा नहीं जाए दिल अंदर निकालो आज सब अरमां जाए दिल अंदर नीली में समर भूत मुझे ये काम करना है आपसी दोनों मरना है रहे हो आपसी दोनों उन्हें मेरे हाथ मर छोड़ो एक भी दिन न छोड़ो एक भी दिन समर में घर और बन आदरणीय श्रोतबिन्द, रावणले यति गरेर पनि रावणको मति फिरेको छैन। अब फेरि आफ्ना बचेका सैनिकहरूलाई भन्दैछन्, हे सैनिकहरू उठ, रणमा जाऊ, वानर सेनाको तहस नहस गर। म त्यो राम र हनुमानलाई छोड्ने छैन भने उता रामचन्द्र भगवान आफ्नो ठाउँमा बसेका छन्। रावण यो पुरो बाटो खाली हुनु पर्यो सर।
मैं तुम्हारे काल का आग्रह आ गया हूँ। विभीषण रामलाई भन्दै हुनुहुन्छ, हे नाथ, हे नाथ, शत्रु बड़ा बलवान है, हमारे पास रथ नहीं है। ये सुभग वीर जीतने का शेष करना होगा। रावण विभीषण से, राम विभीषण से दोहा। राम विभीषणलाई भन्नुहुन्छ, महाघोर अब रामदल र रावणको युद्ध सुरु हुन्छ। रावण युद्ध गर्दै राक्षसों, हनुमान को खाओ, अंगद को गिराओ, जाओ। वानरहरूको घमासान युद्ध भएको छ। लक्ष्मण सौपाईमा दशशीष रावणलाई, लक्ष्मण रावणलाई दशशीष आज हामी अन्तिम दिनमा छौं। यहाँ उपस्थित भएका सम्पूर्णमा मेरो व्यक्तिगत तर्फबाट शुभकामना, नमस्कार। आज हिजो अस्ति नै मैले बनाएको एउटा सानो भजन थियो, यहाँको सबै समेटेर केही रामायणका सुख दुःखका शब्दहरू पनि समेटेर बनाएको थिएँ। हिजो अस्ति अलिकति मैले टाइम पनि पाएन र आज समय पाएको छु र म यहाँहरूको माझ प्रस्तुत गर्न गइरहेको छु। यदि कोही नाच्ने इच्छुक हुनुहुन्छ भने भजनमा अगाडि आइदिनु होला। हिजो भन्दै हुनुहुन्थ्यो, गोकुले सरधाम
म त जप्छु हरे कृष्ण प्रभु श्री राम गोकुलेश्वर धाम शिवपुरी नाम म त जप्छु हरे कृष्ण प्रभु श्री राम म त जप्छु हरे कृष्ण प्रभु श्री राम म त जप्छु हरे कृष्ण प्रभु श्री राम गोकुलेश्वर धाम बिरबेताला नाम म त जप्छु हरे कृष्ण प्रभु श्री राम 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 गोकुलेश्वर धाम शिवपुरी नाम म त जप्छु हरे कृष्ण प्रभु श्री राम म त जप्छु हरे कृष्ण प्रभु श्री म त जप्छु हरे कृष्ण प्रभु श्री राम बलि साना लक्ष्मीनाथ मल्लिकार्जुन शिरा बलिसाना लक्ष्मीनाथ मल्लिकार्जुन शिरा रक्षा गर्या आउँदा जाँदा बेताले सुरबिरा रक्षा गर्या आउँदा जाँदा बेताले सुरबिरा गोकुलेश्वर धाम शिवपुरी नाम म त जप्छु हरे कृष्ण प्रभु श्री जप्छु हरे कृष्ण प्रभु श्री राम ताली बजाइदिनु भयो ताली सबजनाले हरे कृष्ण प्रभु श्री राम पुगी गया भगवान राम रावणका लङ्का पुगी गया भगवान राम रावणका लङ्का आतुर हुँदै लिन्छन् मनमा शङ्का सीता माता आतुर हुँदै मनमा लिन्छन् शङ्का गोकुलेश्वर धाम बिरबेताला नाम म त जप्छु प्रभु श्री राम म त जप्छु हरे कृष्ण प्रभु श्री म त जप्छु प्रभु श्री राम जप्छु हरे कृष्ण प्रभु श्री राम आफ्नै भाइ विभीषणलाई गरेका थिए शङ्का आफ्नै भाइ विभीषणलाई गरेका थिए शङ्का पवन सुतले लङ्का बिरबेताला नाम म त जप्छु हरे कृष्ण प्रभु श्री राम म त जप्छु हरे कृष्ण प्रभु श्री राम मेघनाथका बर्मास्थले लक्ष्मणलाई
लागि शक्ति देखाइदिए हनुमानले राम भगवानको भक्ति देखाइदिए राम भगवानको भक्ति गोकुलेश्वर धाम शिवपुरी नाम म त जप्छु हरे कृष्ण प्रभु श्री राम म त जप्छु हरे कृष्ण प्रभु श्री राम हनुमान जी को नाच कर दिया रावणको वंश नाश भगवान रामका हातले रावणको वंश नाश भगवान रामका हातले महायुद्ध जिती छाले वानरका साथले महायुद्ध जिती छाले वानरका राम शिवपुरी नाम म त जप्छु हरे कृष्ण प्रभु श्री राम गोकुलेको एयरपोर्टमा भगवान राम लीला गोकुलेको एयरपोर्टमा भगवान लीला राम आउनु भएका भक्तजनको पुरा होस् है काम आउनु भएका भक्तजनको पुरा होस् है काम गोकुलेश्वर धाम म त जप्छु हरे कृष्ण प्रभु श्री राम म त जप्छु हरे कृष्ण प्रभु श्री राम म त जप्छु हरे कृष्ण प्रभु श्री राम भागता है रावणलाई तेरे रुधिर के प्यास मेरे प्राण छूटते हैं दुवैको युद्ध हुन्छ रावण भक्त चेक पड़ेगा
टिक्न नसकेर भागेर गइसकेका छन्। अब रावण आफ्नो दूतलाई यज्ञको तयारी गर्छ। अब यज्ञ गरेर केही अरू शक्ति जम्मा गर्नु पर्यो। अब रामसँग पुलिस आएको पाँच पुलिस आयो कहाँ मर्यो कहाँ पुलिस खाली त कहाँबाट देखि पुलिस हाम्रो तल रावणको पुतला बनाएको थियो। कुनै बदमासले त्यो पुतला सबैभन्दा पहिले नै जलाइदिएको छ। अब के भन्ने 12 वर्ष रामायण पढ्यो सीताका सिन्धुली भने जस्तै हाम्रो समाजमा यस्ता पनि मूर्खहरू छन्। त्यो सबैभन्दा पहिले त्यो पुतला जलाइदिएको छ। अब राम रावणको लडाइँ हुन्छ। गुरुको प्रवेश। रावण यज्ञमा लीन हुनुहुन्छ। अब रामचन्द्रसँग आफ्नो केही नचल्ने हुनाले थप शक्तिको लागि थप अजेय बन्नको लागि रावणले यज्ञ गर्दैछ। गुरु आइसक्नु भएको छ। रावण यज्ञ सुरु गर्दै हुनुहुन्छ। रावण अजय बन्नको लागि यज्ञ गर्दै हुनुहुन्छ। हे नाथ, रावण यज्ञ कर रहा है। यदि सिद्ध हो गया तो वह अजय होने वाला है, इसीलिए यज्ञ विध्वंस कर रहा है। मंगलम भगवान विष्णु मंगलम करुणा ध्वजा मंगलम पुंडलीकाक्षा मंगलम मंगल हरि। ओम ओम इरम किरम स्वाहा 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 इरम किरम 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 स्वाहा। बंद मेरे सामने आ। तपसी हुआ चूर मगरार में कुछ खबर ही नहीं। चूर मगरार में मगर कुछ खबर ही नहीं। बेसमझ बेखबर कुछ भी नहीं। समझ बेखबर कुछ भी नहीं। तुझे रावण की लड़की खबर ही नहीं। तुझे रावण की लड़की खबर ही नहीं। तुझे तेरे घर में रहने का
रही नहीं, जा तेरे घर में रहने का सही नहीं। ठहर जा ठहर जा ठहरे ठहरे जा, ठहर जा ठहर जा ठहरे ठहरे जा। कोई जग में दिल ही नहीं तेरी, दिल ही नहीं कोई, दिल ही नहीं जग में जैसा ललसा, दिल ही नहीं। मार बाली मिसिरा धननाथ को, मार मिसिरा धननाथ को। जो चला तब ने तुम सा कोई नहीं, उड़ चला नभ में तुम सा कोई। सारी आंखें निकालूं मैं तेरी अभी, सारी आंखें निकालूं मैं तेरी अभी। भूमि से आगे नहीं, भूमि से आगे नहीं, मेरे भूमि से आगे भी आगे नहीं, आगे भी आगे नहीं।
देखे प्राण जब, बचपन देखे प्राण जब, मोहे सिखावत ज्ञान। हा 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 हा। बचपन देखे प्राण जब, मोहे सिखावत ज्ञान। बैर करत तब नहीं डरे, बैर करत तब नहीं डरे, अब लागत प्रिय प्राण। हा 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 हा। राम दो आमा। यसै बीच विभीषण र रावणको भनाभन भयो। विभीषण र रावणको युद्ध हुन्छ। दाताहरूको नाम 100 रुपियाँ प्रदान गर्नुभएको छ। पात्रको तर्फबाट उहाँलाई पनि हार्दिक धन्यवाद ज्ञापन गर्दछु। गोकुलेश्वर माविका शिक्षक श्री देवदत्त भट्टज्यू नेपाली संघले हाम्रो रामला कम्तीलाई 5 चढ़ायो शादर चढ़ायो एक एक के ही न पायो, एक एक के ही न पायो। रे अभाग्य षट मंद को बोधि, रे अभाग्य षट मंद को बोधि, तय शूर नर मुनि नाम विरोधी, तय शूर नर मुनि नाम विरोधी। जर शिव कहा शीश चढ़ायो, सादर शिव कहा शीश चढ़ायो, एक एक के ही न पायो, एक एक के ही न पायो। अरविंद आदरणीय श्रोतबिन्द, विभीषणले रावणलाई भनेका छन्, हे दुष्मती, तैँले प्रभुसँग बैर गरेर राम्रो गरिनस् भनेर दुवैको युद्ध हुन्छ, दुवै भाइको युद्ध। सिद्ध गर्छ सीताजी त्यो तिरजटाको सहायताले यो राक्षसी माया हो, यो झुटो हो भनेर तिरजटाले सीतालाई बताउँछिन्। अब राम र रावणको निर्णायक युद्ध हुन्छ, अन्तिम युद्ध सुरु हुँदैछ, राम र रावणको युद्ध। आज के युद्ध में रावण मारा जाएगा। देखो, भूकंप के साथ पृथ्वी डगमग रहे हैं, दिग्गा एवं सिंगार भयंकर शब्द कर रहे हैं।
बिना वृष्टि वायु के पर्वत टूट रहे हैं। कहाँ भी है माता च कलुषयन्ती कंपतेज वसुंधरा। यह अपसमूह राक्षस राज के प्राण त्याग के सूचक है। लक्ष्मण, हे आर्य, सत्य है, इसमें कोई संदेह नहीं। विभीषण राम से रावण आफ्नो राक्षसको सेना लिएर एकदम तयारी साथ लड्न तयार छन्। रावण सेना सहित र सीतालाई भन्छन्। रावण सीताको नजिक गएर भगवान रामचन्द्रसँग युद्ध गर्न नसकेर आफ्नो मायावी युद्ध गर्नको लागि सीताको अगाडि जान्छन्। अशोक वाटिकामा सीताजीलाई भाषामा रात्रि के युद्ध में तुम्हारे पति राम और लक्ष्मण दोनों की मृत्यु हो गई है। अगर तुम्हें कोई शक हो तो आओ मेरे साथ स्पष्ट दिमाग पर बैठो, मैं तुम्हें उन दोनों की लाश दिखाऊंगा। हा 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 आदर, आज मैं क्या सुन रही हूँ? आज मैं क्या सुन रही हूँ? मेरा कोई प्रयोग रावण किसी दैवों की महत्ता में रावण और राम आज तक रावण लक्ष्मण नहीं बताया। बड़े बड़े ऋषि मुनि नासदुवानी इत्यादि श्लोक जानते थे। हाथ, केस, रोम, दंड एवं त्वचा के चिन्ह मेरे सौभाग्य को बढ़ाने वाले हैं, ऐसा कहते थे। हाय, आज क्या सबके वाक्य झूठे हो गए। आदरणीय सज्जनवृन्द, सीताजी भन्नुहुन्छ, हाय मेरो भाग्य पनि कस्तो रहेछ। रामचन्द्र भगवानले हनुमानले मलाई आश्वासन दिएको थियो यहाँबाट लैजान्छु भनेर, तर दैवको गति उल्टो भयो भन्दा यतै एउटा राक्षस आएर रावणलाई भन्छ, हे नाथ, मन्तोदरी आदि रानीहरूको दुर्दशा गरेको छ, बानरहरू दरबारमा पसिसके। त्यसो सुन्दा रावण तुरन्त आफ्नो दरबारमा जान्छ रानीहरूलाई बचाउन। यता तिर्जटा सीतालाई भन्छन् कि हे पुत्री, तिमी नडराऊ, यो राक्षसहरूको माया हो,
राक्षसहरूको मायाले यस्तो भएको हो। रामचन्द्रलाई मार्न सक्ने कोही छैन। राम लक्ष्मण सकुशल हुनुहुन्छ, तपाईँ चिन्ता नलिनुहोस् भन्दा सीता केही धैर्य गर्छिन् र रावण रानीहरूलाई बचाउन आफ्नो दरबारमा प्रवेश गर्छन्। स्रोतबिन रावण आफ्ना रानीहरूलाई बचाउन त्यहाँ गइसक्नु भएको छ। अब अन्तिम निर्णायक युद्ध सुरु हुन्छ। यो युद्धमा भगवान रामद्वारा रावणको वध हुन्छ। त रावणको दरबार दुख पाए। मैले त्यस्तो भगवान जस्तो देवरलाई भन्नु नभन्नु भने मिथ्या झुटो आरोप लगाए। म यसैको फल भोग्दैछु भन्दा अब यता राम, जाम्पवान, हनुमान, सुग्रीव दल बल सहित लडाईँको तयारीमा छन् भने उता रावण पनि तयारीका साथ अन्तिम युद्ध गर्न तयार छन्। रावण अन्तिम युद्धको लागि रावण रामचंद्र भगवानलाई भाषामा पूर्वजों के राजा अनुकुंद ने इसी बाण से प्राण हरे थे। प्राण, अपना प्राण बचा तू भी। अब असुर सेना र राम सेनाको भयंकर युद्ध हुन्छ।
आदरणीय सज्जनवृन्द, रामले जति पनि रावणको टाउको काट्यो त्यो पलाउँदै जान्छ, फेरि जस्ताको त्यस्तै हुन्छ। यसको कारण विभीषणलाई युद्ध हुँदैछ। रामको नाभिमा अमृत भएको हुनाले रावणलाई मार्न साह्रै गाह्रो भएको छ रामचन्द्र भगवानलाई। विभीषण रामचंद्र भगवान संग शूर मुनि सुखदायक नाभि कुंज शोभाव सेवाके नाथ जियत रावण बलताके नाथ जियत रावण बलताके सुन सर्वज्ञ दियो भने त्यसको चाहिँ भलो हुँदैन। विभीषणले पनि रावणको नाभिमा अमृत छ, हे नाथ त्यो अझै अमृत रहन्जेल रावण मर्नेवाला छैन, त्यसकारण त्यसको नाभिबाट अग्निबाणले अमृत झिक्नुहोस् भनेर भगवान श्रीरामलाई सल्लाह दिनुभयो। अब अन्तिम निर्णायक युद्ध हुँदैछ। रामले रावणलाई बाण छोड्नेछन्। आदरणीय सज्जनवृन्द, तुरन्तै सीताको अग्नि परीक्षा हुन्छ, हाम्रो राज्याभिषेक हुन्छ, रामचन्द्रको राज्याभिषेक हुन्छ। धैर्य धारण गरेर बसिदिनु होला। रावण र रामको अन्तिम संग्राम। रावण हूँ मैं रावण।
हर्षोल्लासित भएको छ। रामचन्द्रको भजन गाउँदैछन्, हामी पनि उहाँहरूसँगै भजन गाउँ। रघुपति राघव राजा राम, पतित पावन सीताराम। दर्शकवृन्द, हामीलाई हाम्रो अझै बाँकी छ। आफ्नो ठाउँमा बस्नु अनुरोध गर्दछौँ। हामीलाई हाम्रो अझै बाँकी छ। बोलो सियावर रामचन्द्र भगवानको लगत्तै सीताको अग्नि परीक्षा हुन्छ। सीतालाई लिएर भगवान राम लक्ष्मण भरत शत्रुघ्न कहाँ जाँदैछन्। रामको राज्याभिषेक हुँदैछ। शान्त भएर सुनिदिनु होला, अझै लीला बाँकी छ। लगत्तै सीताको अग्नि परीक्षा र राज्याभिषेक, रामको राज्याभिषेक। सम्पूर्ण अयोध्यामा रामचन्द्र भगवानको सम्पूर्ण परिवार देखा पर्छ। अहिलेसम्म हामीले निन्द्रा सयौँ, अब थोरै छ, थोरै राज्याभिषेक हेरेर मात्रै जानु होला। रामचन्द्र भगवानको राज्यारोहण हेरेर जाउँ। एकछिन बसिदिनु होला शान्त भएर। अब यो भन्दा पनि राम्रो दृश्य आउँदैछ। राम र रावणको युद्ध हेर्न आकाशमा विमानमा चढेर देवताहरू समेत आएका थिए। इन्द्रादि देवताहरू, ब्रह्माजी, विष्णु, नारद सबैले राम र रावणको युद्ध हेरिरहेका थिए। अन्तमा रावणसँग लक्ष्मण अर्तिलिन जान्छन्। रावणले अनेक नीतिका कुरा बताउनुहुन्छ। रावणसँग सोध्नुहुन्छ, तपाईँ त्यति पराक्रमी वीर भएर पनि रावणसँग कसरी हार्नुभयो? रावण भन्नुहुन्छ, हे लक्ष्मण, रामसँग उसको भाइ थियो, उसका आफन्तहरू थिए, त्यसैले उसको विजय, रामको विजय भयो। मसँग मेरो आफ्नै भाइ पनि थिएन, त्यसैले मेरो पराजय भयो भनेर लक्ष्मणलाई रावणले अर्थी दिएका थिए। त आदरणीय सज्जनवृन्द, भाइ भाइमा कस्तो प्रेम हुनुपर्छ त्यो लक्ष्मणले दर्शाएका छन्। विभीषणले आफ्नै भाइको पोल खोलेर आफ्नो भाइलाई एकैछिन धैर्य धारण गरेर बसिदिनु होला। भगवान रामचन्द्रको राज्याभिषेक, जसको लागि हामी अहिलेसम्म यत्रा दिनसम्म टाढा टाढाबाट आएर बसेका थियौँ, यही दृश्य हेरिदिनु होला। अन्तिम दृश्य बाँकी छ हाम्रो, रामको राज्याभिषेक, सीताको अग्नि प्रवेश। हाम्रो केही चन्दादाता दानदाताहरू प्रेम, सीताको अग्नि परीक्षा हुँदैछ। सीता भन्छन्, हे स्वामी, म मेरो चित्तमा तपाईभन्दा अरू कुनै मैले सोचेकी पनि छैन, आफ्नो चित्तमा ल्याएकी छैन। यदि म सत्यकी सीता हो भने मलाई अग्निबाट बचाओस् भनेर अग्निबाट अब जुन मायावी सीता थिइन् ती मायावी सीता अन्तर्धान भएर अब असली सीता प्रकट हुन्छन्। बोलो सियावर रामचन्द्र भगवानको जय। अब सीता सहित पुष्पक विमानमा राम, लक्ष्मण, सीता, हनुमान, सुग्रीव, जाम्बवन्त, नल-नील अनि विभीषण पनि अयोध्यातिर प्रस्थान गर्दैछन्। अब अयोध्यामा रामचन्द्र भगवानको राज्याभिषेकको दृश्य देखिँदैछ।